कपिलवस्तुको बुद्धभूमि स्थित एक विद्यालयमा विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना यति बेला बाहिरिएको छ। बुद्धभूमिको इमिलिया स्थित श्री माध्यमिक विद्यालयमा शिक्षिका अन्जु पौडेलले युकेजीमा अध्ययनरत 6 वर्षीय बालिका सरिना बेलबासलाई कुटपिट गरेको बालिकाको परिवारले बताएको छ। गृह कार्य नगरेको भन्दै शिक्षिका पौडेलले कक्षा कोठामै निर्घात कुटपिट गरेको बालिकाकी आमाले बताएकी छिन्। उनका अनुसार पिटाइका कारण सरिनाको पिठ्यौं सुन्निएर नीलो डाम बसेको र टाउकोमा समेत पेन्सिल घोसिएको घाउ देखिएको पीडितकी आमा सरिता बेलबासले बताएकी छिन्। आमाले विद्यालयका प्रधानाध्यापक दिनेश खनाललाई घटनाबारे जानकारी गराउँदा पनि बेवास्ता गरेको गुनासो गरेकी छिन्। घाइते बालिकाको शिवराज नगरपालिका 3 खरेन्द्रपुर स्थित बुद्ध पोलिक्लिनिक अस्पतालमा एक्सरे तथा औषधोपचार गरिएको परिवारले जनाएको छ। नेपालको संविधान र बाल अधिकार ऐन 2075 ले शारीरिक दण्डलाई स्पष्ट रूपमा प्रतिबन्ध लगाएको छ। यस घटनाको वास्तविकता बुझ्नको लागि विद्यालयका प्रधानाध्यापक दिनेश खनाललाई हामीले सम्पर्क गर्दा उनले घटना सत्य नरहेको बताएका छन्। उनीसँग हामीले गरिएको फोन संवाद अब तपाईले सुन्नुहोस्। यो तपाईको यो स्कुलमा एउटा चाहिँ यो विवादास्पद अलिकति कुरा आयो, सञ्चार माध्यममा पनि आइसकेछ। त्यो अलिकति शिक्षिकाले एउटा बालिकालाई कुटपिट गरेको भन्ने सर। ए होइन, सबै जति पनि बाहिर समाचार आछन् तिनी अफवाह समाचार हुन् सर। हजुर हजुर, हामीसित स्पष्ट टिभी फुटेज छ, तपाईहरु चाहिँ हेर्न आउन सक्नुहुन्छ। त्यस्तो केही पनि छैन। त्यहाँले उहाँले आफ्नो व्यक्तिगत प्रतिशोध साधेको जस्तो देखिएको छ। त्यो कुटपिट गरेको भन्ने होइन सर। त्यस्तो होइन, कुटपिट त्यस्तो भन्ने तपाईले आएर हेर्नुभयो भने आफै पनि अचम्म बन्छ। हामीसित सीसीटीभी फुटेज पनि छ। ए हजुर, त्यस्तो चाहिँ छैन। अब कहिलेकाहीँ क्लासमा बच्चाहरू चल्दा नचल भन्नु, डर देखाउनु, कहिलेकाहीँ चाहिँ छुँदाखेरि सानो बच्चा हुन् चोट, त्यस्तो चोट भनेको केही पनि छैन। उहाँले के रहेछ भने त्यो कक्षामा आफूले पढाउन प्रयोग गरेको जुन सामग्री थियो, हजुर हजुर, त्यो सामग्री बच्चाहरू त्यही बेलामा अभागी के अरे हाम्रो अभिभावक पनि आउनुभएको, उहाँलाई नतिजा देखाउन दिँदै हुनुहुन्न रहेछ। बच्चा अगाडि पछाडि चलिरहेछन्, हल्ला गरिरहेछन्। त्यो बेलामा हल्ला नगर भनेर बस्दाखेरि पटकपटक भन्दा नटेरेको भएर त्यही बेलामा त्यही सामग्रीले चुप लागेर बस भनेर हुने क्रममा उहाँलाई बच्चालाई त्यस्तो एकदमै के नियतवश हानेको, निर्घात कुटपिट गरेको त्यस्तो केही पनि छैन। त्यही बेलामा त्यही देखिया छ हल्का। तपाईँले आएर हेर्न पनि सक्नुहुन्छ। मैले पनि त्यहाँ हेर्दैछु, यहाँ यस्तो नोटिस आयो के अरे समाचार आएको छ अरे भनेर मैले पनि यहाँ भर्खर लेख्दैछु। हजुर, यो कुटपिट गरेको होइन भन्नुभयो। उता चाहिँ त्यहाँ मलाई जुन सोर्सबाट आयो नि, त्यहाँ चाहिँ एउटा के अरे निलडाम हुने गरी पिटेको, अनि टाउकोमा त पेन्सिलको टुँडै अड्किने गरी पिटेको, टुँडो त गोपेको भन्ने त्यस्तो कुराकानी आइरहेको थियो। सुन्नु न, म हजुरलाई स्पष्ट पारौँ। तपाईँले त्यो विश्वास लागेन भने हाम्रोमा सीसी क्यामेरा फुटेज छ। हिजोको समयको ठ्याक्क हजुरले ठ्याक्क स्पष्टसँग बुझ्न सक्नुहुन्छ। आउनुहोस् न, तपाईँलाई हामीले हार्दिकताका साथ सीसीटीभी फुटेज देखाउँछौँ। अनि त्यो अनुसार हजुरले बुझिहाल्नुहुन्छ। होइन, त्यही त मैले भने हजुरलाई मैले स्पष्ट के पारेँ भने शिक्षकले विगत 5-6 वर्षदेखि यस विद्यालयमा अध्यापनरत हुनुहुन्छ। उहाँले त्यो सम्बन्धित क्लासमा पढाउनु भएको छ। उहाँ एउटा ट्रेन टिचर हो। विद्यार्थीलाई पिट्न हुन्न भन्ने उहाँलाई पनि थाहा छ। प्लस हामीले शिक्षकलाई कक्षा कोठामा जाँदा हामीले लौरो प्राय प्रयोग गर्दैनौँ। उहाँले त्यो स्केल के क्लासमा आफूले प्रयोग गर्ने स्केल चाहिँ बाबु नचल नानी नचल भनेर त्यो कन्ट्रोल गर्ने क्रममा कसो सानो चाहिँ पछाडि उसलाई चाहिँ पर्न गएछ। उसले नियतवश हानेको होइन। फेरि गएर तपाईँले आएर हेर्न पनि सक्नुहुन्छ फेरि है। अनि तर त्यो बच्चामा कसरी त्यो छाप देखियो भनेर अभिभावकले भन्नुहुन्छ। अनि त्यस पछाडि त्यस्तो साह्रो चाहिँ पेन्सिलका डाम परेको त्यो भन्ने जुन छ त्यो चाहिँ एकदमै झुट हो। त्यो मैले चाहिँ देखेको छैन बच्चालाई। त्यो चाहिँ मैले फेरि सम्बन्धित शिक्षकलाई भन्दाखेरि त्यस्तो होइन पनि भन्नुभएको छ उहाँले। अनि अब अभिभावकसित हिजो यसो फोन गर्न खोजेको, मैले फोन गरेँ, उहाँहरूले रेस्पोन्स गर्नु भएन। मैले उहाँहरूले मेरो मेसेन्जरमा पनि भिडियो हालिदिनु भएको थियो। अनि त्यसपछि म बाहिर थिएँ। आएर हेर्दा बित्तिकै मैले चाहिँ उहाँलाई फोन गर्न खोजेँ त्यही मेसेन्जरबाट होइन। अनि उहाँले त्यो चाहिँ रिसिभ गर्नु भएन फोन। अनि त्यसपछि मसित फोन नभएपछि मैले फेरि उहाँलाई सम्बन्धित शिक्षकलाई उहाँ नानीलाई के भएको, कतिको लागेको, अभिभावकसित सम्पर्क गर्नुहोस्, बुझ्नुहोस् भनेर मैले उहाँलाई आफै म बाहिर व्यस्त कार्यव्यस्तताले गर्दा उहाँलाई
फुल्ली रेस्पोन्सिबल दिएर मैले कक्षा शिक्षकलाई जिम्मा दिएको। त्यही त अझ उता अभिभावकबाट चाहिँ प्रिन्सिपलले चाहिँ व्यवस्था गरेको भन्ने कुरा पनि आइरहेको थियो। त्यस्तो पनि हुन्छ र मैले पहिला आफैले मैले फोन गरेँ, मैले फोन गर्दा मेरो रिसिभ भएन उहाँहरूबाट, अनि नभएपछि मैले सम्बन्धित शिक्षकले मेरो फोन रिसिभ भएन, कहीँ कति व्यस्त हुनुहुन्छ होला, तपाईँले आफै फलोअप गर्नु र के भएछ बच्चालाई अभिभावकसित सम्पर्क गर्नुहोस् है भनेर मैले कक्षा शिक्षकलाई पूर्ण जिम्मेवारी दिएर पठाएको। अनि प्लस सम्बन्धी अभिभावकले बिहान फेरि हाम्रो क्लास टिचर पनि उहाँ गएको जानुभएको थियो त, घरै घर भेटेर आउनुभएको उहाँले, सामान्य छ सर भनेर आउनुभएको। त्यस्तो चाहिँ केही पनि छैन। त्यस्तो भए त हामी, अनि तपाईँलाई म एउटा स्मरण गराउन चाहौँ, हामीले विद्यालयमा बालबालिकाले सामान्यतया चोटपटक लगायो भने विद्यालयले एउटा हाम्रो बिमा सुविधा पनि छ। हामीले त्यसबाट हामी घाइते भएका खेल्दाखेरि चोटपटक लागेका त हामी आफै हस्पिटल लगेर बिना अभिभावकको उपस्थिति पनि हामी उपचार गराएर गरेका रेकर्ड कति छन् तपाईँहरू आएर हेर्न सक्नुहुन्छ। हामीले एउटा बच्चालाई 1 वर्षमा 10,000 बराबरको विद्यालयले औषधि उपचार गरिदिन्छ। हामीले प्रत्येक बच्चालाई, यदि बच्चा विद्यालयभित्र आउने जाने क्रममा एक्सिडेन्ट भयो अथवा कुनै चोटपटक लाग्यो, कुनै बिरामी भयो विद्यालयभित्र ग्राउन्डभित्र भने विद्यालयले 10,000 बराबरको औषधि उपचार गरिरहेछ, अहिले पनि गर्छ, हामी गरिरहेछौँ, गर्छौँ त्यो कुरा। अब त्यस्तो गर्ने विद्यालयले बच्चालाई त्यस्तै निर्घात रूपमा पिटपाट गर्ने त्यस्तो चाहिँ हामी सोच्न पनि सक्दैनौँ सर। त्यहाँ अब कसरी उहाँले कुन शिक्षमा भन्नुभयो त उहाँले चाहिँ थाहा हो है। अब तर विद्यालयको तर्फबाट त्यस्तो चाहिँ होइन।